फाइनली गाइज नमस्ते। म चाहिँ आज सिउल फरेस्ट पार्क भन्ने ठाउँ चाहिँ घुम्न गइरहेको छु हैन। मैले पनि त्यो ठाउँ देखेको छैन, फर्स्ट टाइम हो। त्यही पनि म यहाँ सोच्दै खोज्दै बुझ्दै त्यो ठाउँमा हजुरहरूलाई पुर्याउने नै छु र त्यहाँ रहेका हरेक वस्तुहरूको म ताजा अपडेटहरू दिने नै छु। तबसम्मको लागि यो मेरो भिडियोलाई हेरेर अन्तिमसम्म बसिदिनु होला है। फाइनली गाइज म चाहिँ सिउल फरेस्ट भन्नेमा चाहिँ आइपुगेको छु हैन। म यहाँभित्रको दृश्यहरू तपाईँहरूलाई देखाउँछु है। सिउल फरेस्ट पार्क भन्ने ठाउँ चाहिँ एकदम सुन्दर शान्त देख्न सकिँदो रहेछ। यहाँ विशेष गरेर वृद्धहरू भन्दा पनि कफल जोडीहरू र मसिना केटाकेटीहरूको उपस्थितिहरू चाहिँ बढी देख्न सकिँदो रहेछ। यसभित्र रहेका सुन्दर दृश्यहरू नै यस क्षेत्रका विशेषताहरू रहेछ। यस जङ्गलभित्र घुमफिर गर्दा भोक तिर्खा लागेमा एउटा पसल पनि राखिदिएको रहेछ। यस जङ्गली एरियाभित्र चाहिँ आगन्तुक भिजिटरहरूको लागि भनेर एउटा भ्यू टावर पनि देख्न सकिन्छ। जङ्गल एरिया भए तापनि यहाँ विशेष केटाकेटीको लागि खेलिने ठाउँहरू चाहिँ प्रशस्त मात्रामा बनाइदिएको देख्न सकिन्छ। हुनसक्छ यस क्षेत्रमा चाहिँ वन्यजन्तुहरूको अतिक्रमण चाहिँ कम भएकोले होला यो बच्चा बच्चीहरूको लागि चाहिँ खेल्ने ठाउँ प्रशस्त मात्रामा बनाएको देख्न सकिन्छ। मैले सुनेको थिएँ यस जङ्गलभित्र चाहिँ ठुलो जू छ अरे। त्यो जू हेर्नका लागि पनि म एकदम आतुर छु, तपाईँलाई देखाउन पनि म आतुर छु। त्यसै कारणले म यो भिडियोलाई चाहिँ जङ्गलतर्फ अझै पनि भिजिट गराउँदैछु। यति लामो घुमघामको बावजुद पनि तपाईँहरूलाई मैले जू देखाउन सकिनँ, तसर्थ म क्षमा प्रार्थी छु। अब समयले पनि नेटो मारिसकेको छ, तसर्थ म आजलाई यो भिडियो यहाँसम्म मात्रै राखिदिएको छु। फेरि अर्को भिडियोमा आउने बाचासहित बिदा लिन चाहन्छु। हवस् त अन्तमा जाँदा जाँदै यहाँहरूलाई यो मेरो भिडियो के कस्तो लाग्यो तल रहेको कमेन्ट बक्समा प्रतिक्रियाहरू राखिदिनु होला। मन परे लाइक कमेन्ट सेयर गरी भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। मेरो युट्युब च्यानलमा यदि त हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल बिरेन अफिसियल भिजनलाई सब्सक्राइब गरिदिन नभुलिदिनु होला है। हस् त बाई बाई, टेक केयर।